एउटा युद्धलाई निहाल्दा, युद्धग्रस्त ठाउँलाई निहाल्दा अथवा युद्धग्रस्त एउटा देशलाई, राष्ट्रलाई निहाल्दाखेरि कस्तो अवस्थामा त्यहाँका बालबच्चाहरू गुज्रिराखेका हुन्छन्, उनीहरूको मनोभाव कस्तो हुन्छ भन्ने भावार्थ यस कविताले बताइरहेको छ। कविताको शीर्षक छ के यो सुन्दर संसारमा युद्ध आवश्यक छ। एउटा यस्तो बङ्कर होस्, एकतर्फी पारदर्शी काँचको ठुलो झ्याल होस्, झ्याल बाहिर सिमसिमे पानी परिरहेको होस्, मान्छेहरू ओरदोर गरिरहँदा गरुङ्गो धुलो टाँसिएका नाङ्गा गोडा प्रष्ट देख्न सकियोस्। म झ्यालकै छेउमा बसेर हातमा बलपेन र टेबलमा पुरानो लोकताको कागज लिइकन केही सोच्न सकूँ, पगार्न सकूँ म शब्द भण्डारलाई र वर्षाउन सकूँ एकथान कविता। घरको प्रतिबन्धित ढोका बाहिर आएर सानो बालकले आकाशमाथि हेर्दै भन्छ, आमा हेर्नुस् न, हाम्रो आकाशमा दिउँसै ताराहरू उडिरहेका छन्। आमा स्तब्ध भइकन हताशमा तान्छिन् र अगाल्छिन् नाबालकलाई र फेर्छिन् आशाको लामो श्वास। सुनसान छ नगरी तर चिच्चाइरहेको छ, सुनसान छन् मान्छेहरूका अनुहारहरू तर खातै खान्छन् भावहरू। डरे डरमा दौडिरहेका छन् केही पाइतालाहरू बोर्डरसम्म। तम्तार छन् केही प्राणहरू आफूलाई हुत्याउन कुनै शान्त ठाउँमा। भत्किएका भवन मुन्तिर इटाले च्यापिएको छ तोते बाबुको ग्रामर बुक। अङ्गभङ्ग छन् मानवीय रहरहरू यो कङ्काल सहरमा। आजै बिहान फुल बालुवाबाट पलाएर बिना अर्थ हाँसिरहेको छ, ऊ हाँस्नुमा कुनै अर्थ छैन। यो कस्तो अर्थहीन संसार, यो कस्तो निरीहपन। बरान्डाबाट घाइते बिरालोले सुनिरहेको छ आफ्नो सानो मालिकको भोको पेटबाट आएको क्याउ क्याउ आवाज। केही थान नागरिकहरू रित्तो काख रित्तो थाल बोकी शून्यता मात्रै देख्ने आँखाले माथि हेर्दै मागिरहेछन् प्राण ओखती। कोही आइदियोस्, लगाइदियोस् मलमपट्टी आलो घाउमा। अहो यो कस्तो विस्मय। कोट्याइरहेको छ गिद्दा आएर मानिसहरूका पेटमा, मृत्युले गिजाइरहेको छ घिटघिटिएका रक्ताम्य कङ्क्रिट जिउँदो अस्थिपञ्जर बस्तीमा। केही बालबालिकाहरू सीमा पारीबाट उदाएको इन्द्रेणी हेर्दै भनिरहेका छन्, के यो सुन्दर संसारमा युद्ध आवश्यक छ? के यो सुन्दर संसारमा युद्ध आवश्यक छ? धन्यवाद।